अहिलेको समयको एकदमै भाइरल प्लेस पनि हामी आइसक्यौं, कोशीको बोरा बाँध। सो हे गाइज, म चाहिँ अहिले विराटनगरदेखि निस्किसकेको छु। मेरो साथमा हुनुहुन्छ आज मान्छे भएको बिरालो र आज हामी चाहिँ दुवै जना मात्र ट्राभल गर्नेवाला छौं। कोशीको बोरा बाँध भाइरल भएपछि म चाहिँ एकचोटि पनि गएको थिइन। हाम्रो अचानकै प्लान भएको र फाइनली हामी लोकेसनमा पनि पुगिसकेको छौं। कोशीको छेउछाउमा आइपुग्दा चाहिँ यहाँ चाहिँ बेग्लै जाडो हुँदा रहेछ। यो ठाउँ म 3 वर्ष अगाडि नै आइसकेको थिएँ। थाहा थिएन कि यसलाई नै बोरा बाँध भनिन्छ भनेर। अमन दाइ चाहिँ अहिले यतैतिर काम गर्नुहुन्छ। म चाहिँ आउँदै साथ भेट्नु भयो। हामी चाहिँ पहिला पुरै यताको लोकेसनहरु घुम्ने छौं। मैले चाहिँ 4वटा चक्का भएको मोटरसाइकल पनि देखे। यस्तो गाडी पहिला चाहिँ दुबईमा चल्ने गर्थ्यो र अब नेपालमै कोशीमा चल्ने भएको छ। त्यसपछि आइम हामी वाटरशिपमा चढ्न। मलाई चाहिँ डर पनि धेरै लागिरहेको थियो किनभने म चाहिँ यो दोस्रो चोटी मात्रै चढ्दै छु। यहाँदेखि लानुहुन्छ हामीलाई चाहिँ कोशीको पारी। हामी चाहिँ कोशी पारी पनि पुगिसकेको छौं र यहाँ चाहिँ सानो होटल पनि रहेछ। अब चाहिँ हामीलाई रिटर्न जानु पर्ने हुन्छ। म चाहिँ लाइफ ज्याकेट लगाइसकेको छु किनभने मलाई धेरै नै डर लागिरहेको थियो। पारी आइसकेपछि त्यसपछि हामी फोटो खिच्छौं। यहाँ चाहिँ ठुलो ठुलो सिपहरु पनि छ र त्यही अनुसार महँगो पनि रहेको छ। त्यसपछि म चाहिँ चिनिया बदाम लिन्छु अनि एक्लै बसेर खाँदै छु। फाइनली अहिले चाहिँ 4 बजिसकेपछि सनसेट पनि आइसकेको छ। मेन चाहिँ यो ठाउँमा सनसेट नै हेर्न आउँछन् मान्छेहरु। अमन दाइ चाहिँ यता 360 मा टिकटक बनाउनु हुँदैछ अनि म र अमन दाइ पनि बनाए। तर यहाँ चाहिँ 360 को प्राइस धेरै नै भयो, 100 रुपैयाँ। हाम्रो विराटनगरमा 50 रुपैयाँ लिए पनि तर क्यामेराले बनाइने गर्छन्। यहाँ चाहिँ आफ्नै मोबाइलले बनाउनु पर्ने हुन्छ। हजुरहरु पनि एकचोटी भिजिट गर्नु होला र आजको मिनी भ्लग यति नै रहेको छ। बाइ बाइ।